यो अन्तर्राष्ट्रिय योग दिवस योगको पावन अवसरमा ईश्वर त्यो भगवानलाई धन्यवाद दिन्छौं कि हे प्रभु, जीवन यही योग ध्यान साधनाबाट शरीर मनलाई स्वस्थ बनाएर बाँचुन्जेल यो श्वास शरीरसम्म रहन्जेल योग ध्यान साधना गरेर जीवनको पूर्वाधारसम्म हामी स्वस्थ जीवन जिएर भगवानको ईश्वरको परमात्माको सेवा र राष्ट्रको सेवामा सदैव लाग्न सकौं। यही प्रार्थनाका साथ हामी वैदिक मन्त्रलाई आत्मसात गर्छौं, अर्थात् हामी त्यसलाई उच्चारण गर्छौं। ओम संगच्छदधुम संबोधधुम संबो मनासि जानतानं देवा भागं यथा पूर्वे संजनाना उपासते संजनाना उपासते। एक पृथ्वी एक स्वास्थ्य, वन अर्थ वन हेल्थ, अर्थात संपूर्ण मानव जाति को लागि स्वास्थ्य। 11औं अन्तर्राष्ट्रिय योग दिवस आज विश्वभर मनाइरहेको छ। 11औं अन्तर्राष्ट्रिय योग दिवस को पावन अवसरलाई लिएर यसपालिको यो स्लोगनलाई हामीले आत्मसात गरेका छौं। अवश्य पनि अन्तर्राष्ट्रिय योग दिवस को उपलक्ष्यमा विश्वमा रहेका सम्पूर्ण मानव जाति प्रतिको लागि हामी शुभभाव शुभकामना व्यक्त गर्छौं। दीर्घायु जीवन, निरोगी जीवन, आरोग्य जीवनको लागि। र आज यो स्लोगनले एउटा हामीलाई निर्देश दिएको छ कि पृथ्वीमा रहेका हरेक प्राणीहरू, हरेक मानव जातिको लागि स्वस्थ शरीरको मात्र होइन, स्वस्थ विचारको हो, स्वस्थ ध्यानको हो, स्वस्थ आरोग्यताको हो, स्वस्थ समृद्धको हो, स्वस्थ एक आपसको प्रेम हो। सायद यसपालिको यो नाराले आज विश्वभर भइरहेको एउटा आतंक, एक आपसमा युद्धको अन्त्य होस् भन्ने एउटा चाहिँ यो शुभ सन्देश पनि आज अन्तर्राष्ट्रिय योग दिवसको पावन अवसरमा यो स्लोगनले दिएको छ। युद्ध मात्र नभइकन देशमा रहेका व्याप्त विसङ्गति, कुरीति, कुसंस्कार, जातीय विभेद जस्ता भावनाबाट मुक्त हुने रहनको लागि यो स्लोगनले हामीलाई एउटा निर्देश दिएको छ। त्यसकारण हामी अवश्य पनि पृथ्वीको लागि हो, हामी अवश्य पनि यो धरतीको लागि हो। यो धरतीले हामीलाई जन्म दिए, यो धरतीमा रहन सिकाए, श्वास प्रश्वास गर्न सिकाए, स्वस्थ जीवन जिउन सिकाए। त्यसैले यो सन्देशमूलक यो स्लोगनलाई आत्मसात गरेर कि हे प्रभु, सबैको जीवन सुस्वास्थ्य बनोस्, निरोगी बनोस्, सँगसँगै संसारभरि एक आपसको प्रेम मिलाप होस्, युद्ध जस्ता भावनाबाट मुक्त हुन सकोस्, एकले अर्कालाई सिद्ध्याउने त्यो भावबाट मुक्त हुन सकोस्, त्यस्तालाई सद्ज्ञान सद्बुद्धि प्राप्त होस्। सायद भगवानले यो पृथ्वीलाई एउटै प्रकारको बनाएको थियो र यही पृथ्वीमा हामी विभाजित गर्यौं। तिमी यो देशको फलाना, त्यो देशको, मेरो एरिया यति, तिम्रो एरिया त्यति, र त्यही एरियामा पनि हामी झगडा गरेर बस्यौं। सायद यही सन्देश हो विश्वको, यही सन्देश हो पृथ्वीको स्वस्थ मानव जीवनको स्वास्थ्य। र यही 11औं अन्तर्राष्ट्रिय योग दिवसको पावन अवसरमा हृदयदेखि मेरो व्यक्तिगत तर्फबाट र पतञ्जलि योग समिति नेपालकै तर्फबाट सम्पूर्णलाई हार्दिक हार्दिक मंगलमय शुभकामना